दर्शकबिनहरू नमस्कार। आज हामी कुरा गर्नेछौँ माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बारेमा। पतञ्जलि जग्गा प्रकरणमा उहाँलाई कति लाख धरौटीमा छाड्ने या नछाड्ने बारेमा हामी कुरा गर्नेछौँ। नमस्कार दर्शकबिनहरू, तपाईँलाई स्वागत छ। माधव कुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसँग 35 लाख धरौटीको माग गरेको छ। पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दामा परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग विशेष अदालतले 35 लाख रुपियाँ धरौटी माग गरेको छ। बुधबार न्यायाधीशहरूले विशेषका तेज नारायण सिंह राई, रामबहादुर थापा र विद्युत कोइरालाको संयुक्त इजलासमा भएको थुन्चेक बहसपछि नेपालसँग 35 लाख रुपियाँ धरौटी माग गर्ने आदेश विशेष अदालतले सूचना अधिकारी यज्ञराज रेग्मीसँग जानकारी दिएका थिए। माधव कुमार नेपाल बुधबार नै अदालतमा उपस्थित भएका थिए। उनका तर्फबाट बहस गरेका कानुन व्यवसायीले नेपाललाई बिना धरौटी रिहा गर्न माग गरेका थिए भने सरकारी वकिल र अख्तियारका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपाललाई थुनामा पठाउनु पर्ने माग गरेका थिए। नेपालको पक्षबाट वकिलले राजनीतिक प्रतिशोधले नेपाल विरुद्ध मुद्दा लगाएको जिकिर गर्दै आवश्यकता परेको बखत उपस्थित हुने गरी बिना धरौटी अख्तियारमा रिहा गर्न माग गरेका थिए। नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, रामप्रसाद भण्डारी, गोविन्द बिन्दु, खम्बबहादुर खाती र रमन श्रेष्ठले बहस गरेका थिए। अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता पन्त, सहन्यायाधीशवक्ता उमाकान्त पौडेल, ज्ञानप्रसाद भुषाल, मोहन सागर बैस्याल र उपन्यायाधीशवक्ता भगवती पौडेलले बहस गरेका थिए।